साथीहरू आज युएसए क्यानाडालाई हराएर नेपाललाई अलिकति फाइदा भएको छ टेबल पोइन्टमा। अलिकति भनौँ है, अलिकति फाइदा भएको छ, धेरै त भएको छैन, अलिकति भनौँ। किनभने नेपालसँग 24 पोइन्ट छ र क्यानाडासँग 23 पोइन्ट छ। नेपाल क्यानाडाबाट 1 पोइन्ट अगाडि छ र नेपाल 5औं पोजिसनमा छ भने क्यानाडा 6औं पोजिसनमा छ। यदि यहाँ आज क्यानाडा युएसएलाई हराइदिन्थ्यो भने क्यानाडा नेपालभन्दा अगाडि आउँथ्यो। त्यो कारणले नेपाललाई अलि फाइदा भएको छ। अब लिटरली कुरा गर्ने हो भने अहिले क्यानाडाको कुरा छोडौँ, हाम्रो अहिले मेन लडाई जो छ नेदरल्यान्डसँग छ भनेर बुझ्नुहोस्। किनभने नेदरल्यान्ड र नेपालको जुन डिफरेन्स छ टेबल पोइन्टमा 6 पोइन्टको डिफरेन्स छ, 6 पोइन्टको। यदि नेपाललाई टप 4 मा क्वालिफाई गर्नु छ भने हामीले नेदरल्यान्डसँगको लडाई हेर्नुपर्नेछ। अब लिटरली नेदरल्यान्डको हेर्ने हो भने नेदरल्यान्डसँग अहिले 30 पोइन्ट छ र 4थो पोजिसनमा छ नेदरल्यान्ड, र नेपालसँग छ 24 पोइन्ट र 5औं पोजिसनमा छ। अब यहाँ नेपाल कसरी टप 4 मा क्वालिफाई गर्न सक्छ त? बहुत कम चान्स छ, धेरै कम चान्स छ, तर इम्पोसिबल छ भने भन्न सकिँदैन अहिले इम्पोसिबल, तर इम्पोसिबल जस्तै छ भनौँ। अब त्यति आश दिलाएर पनि काम छैन। नेपालसँग एकदम कम चान्स छ टप 4 मा क्वालिफाई गर्नको लागि 2027 को ओडिआई वर्ल्ड कपको लागि। अब यहाँ के भयो भने यदि नेपाल टप 4 मा क्वालिफाई गर्न सक्ला त? नेपाल यदि टप 4 मा क्वालिफाई गर्नु छ भने यो नेदरल्यान्डले चाहिँ बाँकी सबै म्याच हार्नु पर्नेछ। लिटरली भन्दाखेरि है, क्लियरली भन्दाखेरि नेदरल्यान्डले अबका जति पनि म्याच छन्, आई थिङ्क मलाई लाग्छ 6 म्याच छन्। अब भोलि युएसएसँग म्याच छ, त्यसपछि क्यानाडासँग म्याच छ, त्यसपछि दुईटा नामिबियासँग दुईटा नामिबियासँग दुईटा छन्, र त्यसपछि दुईटा नेपालसँग छन्। आई थिङ्क मलाई लाग्छ 6 म्याच छन्। यी 6 का 6 म्याच नेदरल्यान्डले हार्नु पर्नेछ यदि नेपाललाई क्वालिफाई गर्नु छ भने। अब नेपालको कुरा गर्ने हो भने चाहिँ नेपालसँग 4 म्याच छन् र नेपालले के गर्नुपर्नेछ त? नेपालले के गर्नुपर्नेछ आफ्नो तर्फबाट है, नेपालले आफ्नो तर्फबाट के गर्नु छ? अरूमा त डिपेन्ड पर्नु नै छ नेपालले, किनकि युएसएमा पनि डिपेन्ड पर्नु छ, क्यानाडामा पनि डिपेन्ड पर्नु छ नेपालले, अनि नामिबियासँग पनि नेपालले डिपेन्ड पर्नु पर्नेछ। किनभने अब जति पनि नेदरल्यान्डका म्याच छन् जुन जुन टिमसँग, अब दुईटा त नेपालसँग भइहाल्यो, अब दुईटा त नेदरल्यान्डलाई नेपालले जित्नै पर्नेछ। नेपालले त 4 का 4 म्याच जित्नु पर्नेछ। नेपालले गर्नुपर्ने भनेको आफ्नो तर्फबाट नेपालका 4 म्याच छन्, अनि नेपालसँग अहिले 24 पोइन्ट छ र नेपालसँग 4 म्याच छन्, 4 का 4 म्याच जित्नु पर्नेछन्। तब मात्र नेपाल 4 का 4 म्याच जित्यो भने नेपालसँग 8 पोइन्ट हुने हो। 8 पोइन्टले 24 8 32 पोइन्टमा पुग्ने हो। अहिले नेदरल्यान्डसँग छ 30 पोइन्ट र 4थो पोजिसनमा छ नेदरल्यान्ड। यदि नेदरल्यान्ड एउटा पनि म्याच जितेन भने यहाँदेखि त्यस्तो भइहाल्यो भने भोलि युएसएले नेदरल्यान्डलाई हराइदियो, अनि त्यसपछि क्यानाडाले नेदरल्यान्डलाई हराइदियो भने, अनि बाँकी जो नामिबियासँग छन्, त्यसपछि नेपालसँग छन्, ती सबै म्याच यदि नेदरल्यान्ड हार्ने हो भने नेदरल्यान्ड 30 मा अड्किन्छ, 30 को 30 मा रहन्छ, र नेपालले 4 का 4 म्याच जित्ने हो भने अब जुन जुलाईमा हुनेछ ती 4 का 4 म्याच नेपालले यदि जित्ने हो भने फेरि नेपाल 32 पोइन्टमा पुग्छ र टप 4 मा क्वालिफाई गर्छ। अब क्यानाडाको कुरा छोडौँ, अब क्यानाडाको आफ्नो सिनारियो अलग छ। अब क्यानाडाबाट त्यति खासै डर छैन नेपाललाई, किनभने अब क्यानाडा भन्दा पछाडि नै छ, 1 पोइन्टले पछाडि नै छ नेपाल। अब धेरै नेपालले यदि 4 का 4 म्याच जित्ने हो भने र 4 मा 3 पनि जित्ने हो भने क्यानाडासँग हामीलाई डर छैन। डर भनेको नेदरल्यान्डसँग हो। डर यति धेरै छ कि नेदरल्यान्डले पुरै म्याच हार्नु पर्ने छ के। यो नै हो साथीहरू नेपालको टप 4 मा क्वालिफाई गर्नको लागि सम्भावना यस्तो खालको छ। यदि मैले जुन जुन कुरा गरेँ अहिले यस्तो हुनु पर्यो भनेर भोलि युएसए नेदरल्यान्डसँग हराइदियो, भोलि युएसए नेदरल्यान्डलाई हराइदियो, त्यसपछि क्यानाडा नेदरल्यान्डलाई हराइदियो,
अनि बाँकीका नामिबियासँगका 2 म्याच पनि नेदरल्यान्ड हारो, नामिबियासँग पनि र नेपालसँग पनि हारो र नेपाल 4 का 4 म्याच जित्यो। यो भएपछि नेपाल टप 4 मा क्वालिफाई गर्न सक्छ, नत्र भने नेपाललाई एकदम गाह्रो छ। एकदम 100 मा 3-4% पनि भन्न मिल्दैन। आई थिंक ल 5% भनौँ, नेपाललाई 4-5% चान्स छ क्वालिफाई गर्नको लागि टप 4 मा।